हेलो गुड मर्निङ साथीहरू सो बिहानी सबैजनालाई सो आज हाम्रो यात्रा भने चाहिँ सोलुखुम्बुदेखि जिरीसम्मको दोलखा जिरीसम्मको सो आज चाहिँ हामी जसरी पुग्नै पर्छ र बिहानै हामी उठे लगभग 7 बजे कपडाहरू पनि धेरै लाग्यो किनकि जाडो छ होइन हेल्थको एकदम केयर गर्नुपर्छ किनकि बाइकमा जाँदा क्लास चाहिँ चिसो हुन्छ होइन चिसोले हामी पनि आफूलाई गाह्रो हुन्छ पछि अब धेरै गाह्रो हुन्छ र आफ्नो हेल्थको केयर आफूले गर्नुपर्छ टक्क मास्क पनि लगाएँ र मास्क लगाएको चाहिँ एकदम हुन्छ चिसोको लागि चाहिँ एकदम राम्रो हुन्छ सो यो मङ्की क्याप बनाउनु हुने होइन जस्तो यो फोल्ड गर्नु सो द्याट्स वाइ सो मेरो यो झोला चाहिँ बिग्रिरहेको थियो सो अलिक दुःख नै दिन्छ जस्तो लागिरहेको छ मलाई बाटोमा के हुन्छ थाहा छैन त्यो झोला चाहिँ मेरो च्यान बिग्रिएको थियो क्या झोलाको पनि बिग्रियो ज्याकेटको नि गाह्रो छ नि सो मलाई चाहिँ तनाव चाहिँ के छ भने बाटो छ होइन बाटो फेरि कस्तो थाहा छैन ल ट्याक्कै उठ्यो यस्तो देख्यो नि म त कस्तो मोटो देखेँ कि तर यस्तो मोटो त छैन है गाइस तर यो मोटो शरीर देखिरहेको छ एकचोटि जानु पऱ्यो यो उस्या होइन देखाउनु पऱ्यो नि त गाइसहरू त हाम्रो जिम्बा सर चाहिँ ब्यागहरू प्याक गर्दै हुनुहुन्छ र उसलाई पनि एकदम टेन्सन छ होइन बाटो चाहिँ कस्तो छ होला अहिलेसम्म गएको छैन न्यू ट्र्याक जाने हो जस्तै डबल ट्र्याक छ आज हामी चाहिँ कुन जिरी हुँदै जाने हो काठमाडौँ जान्छ तर आज जिरीसम्म मात्रै याद थियो सो फाइनली गाइस अब चाहिँ हामी चाहिँ बाटो लाग्नुपर्छ सो नयाँ भिडियोको लागि डोन्ट फर्गेट टु सब्सक्राइब एन्ड लाइक सेयर है सबैजनाले अलि भोलिको दिनमा नि यस्तो यस्तो भिडियो हेर्नुहुन्छ भने चाहिँ सेयर गर्न नभुल्नु होला सब्सक्राइब गर्न नभुल्नु होला हेर्नु न यस्तो दामी वेदर छ नि वाउ यो चाहिँ जुन चाहिँ यो बाटो छ नि यो चाहिँ लुक्ला जाने बाटो हो बाटो त्यस्तो खराब रहेछ आमा यहाँदेखि सिधा गयो भने चाहिँ सल्लेरी पुग्छ हामी चाहिँ तर यहाँदेखि ओह्रालो लाग्छ होइन सर ओह्रालो हो यहाँबाट ओह्रालो लाग्छ हामी चाहिँ तल बेनीबाट जान्छौँ ओ माइ गड के मर्थ्यो बाटो चाहिँ रहेछ यस्तै हो आज हाम्रो बाटो चाहिँ किनकि हामी अफरोड बाटो जाने हो सिधा गएको भए त हामी आजै काठमाडौँ पुगिहाल्छौँ सो तर पनि एकछिन तिमीले झर भने होइन यो मान्छे कस्तो रहेछ झर भने होइन झर भनेर है गाइज मलाई होइन यो बाटो चाहिँ अब पछि पिच हुँदैछ सो यो भिडियो चाहिँ मेरोसम्म पुग्यो यो बाटो चाहिँ चाँडै पिच गरिदिनु पऱ्यो मेरो साथ एकदम होइन यात्रा गर्न चाहिँ कठिनै हुँदो रहेछ हजुर उता मन्दिर कुलमान घिसिङको छेउमा पुऱ्याइदियो कहाँ पुऱ्याइदिनु मन्दिर कुलमान घिसिङको छेउमा बेसी पुऱ्याइदियो कुलमान घिसिङको छेउ ए कुलमान घिसिङ सर तपाईँले यो बाटो छ नि चाँडै बनाइदिनु पऱ्यो कि साँच्चै पिच गरिदिनु पऱ्यो हर्का साम्पक पनि सोल्खुम्बु कति 11 गते आउँदै हुनुहुन्छ अरे सो त्यति बेलासम्म त हामी पनि आइपुग्छ होला सायद हर्का साम्पक सरलाई पनि हामी धेरै मिस गरिरहेको छु यत्रो ठुलो नारा लाउने नि तपाईँ आउनु भने पुरै नगर्नु यो बाटो चाहिँ तर छिट्टै पिच हुनु पऱ्यो कहिले त्यो डाँडा पुग्यो ठ्याक्क त्यो डाँडा नि
त्यो डाँडा पछाडिबाट जाने हो कि हामी चाहिँ जुन चाहिँ माथि चाहिँ जुन बेसी होइन दुधकुण्ड नगरपालिका 2 बेनी पर्छ यो चाहिँ यता चाहिँ दुधकुण्ड नगरपालिका 2 बेनी नगरपालिका 2 पर्छ। सो आज चाहिँ हामी ओह्रालो लागिसक्यो धेरै तल आइपुग्यो लगभग 1 किलोमिटर तल आइसक्यो हामी खोला पुग्दाखेरि 3 किलोमिटर 3 किलोमिटर तल आइपुग्यो हामी। तिमी त कराउन मिलाउँदैछु नि म 3 किलोमिटर आइपुग्यो मलाई थाहा छैन भनिदिनु परेन त। ल 3 किलोमिटर आज हामी यस्तै गरेर जुत्दै जाने हो क्या 2 जना कहाँ के हुन्छ थाहै छैन अहिले म त कहिले त्यो घाममा पुगिन्छ तल यो जुन चाहिँ बेनी हो यो ठाउँको चाहिँ जम्बुक भन्छ जम्बुक शेर्पा गाउँ होइन लामा गाउँको हेर्दा लामा गाउँ शेर्पा लामा गाउँ यताबाट लामा भन्छ कुन लामा भन्छ शेर्पा लामा हो चिसो छ मौसम तातो चिया 1 प्लेट मोमो 2 प्लेट समोसा होइन मिक्स गरेर खाएर गयो सबै हामीले काम बेच्न आँटेको भन्दा नि ल लामजुरा पासमा जाने यति दाम भ्यू छ नि गाइजहरू अहिले तपाईँहरू हेर्नुहोस् सैलुङ त के भन्नुहुन्छ सोलुङमा पनि आउनु के घुम्नुलाई त्यही भएर हामी यताबाट जानु लाग्यो हामी चाहिँ घाममा तात्तिन्छ है पछाडिबाट अब चाहिँ हावा लाग्दैन होइन फाइनली हामी बेनी पुग्यो कुन बेनी भन्छ तपाईँहरू काठबेनी होइन यसो बेनी हो सोलुङको पनि बेनी भन्ने ठाउँ छ नजिक होला मेरो मित्रहरू धेरै छ क्या पूर्वदेखि पश्चिमसम्मको फेरि त्यो मान्छे त कहिले कहाँ पुग्यो कहिले कहाँ पुग्यो भनेर कन्फ्युज सेर्लो गुम्बा निस्किन्छु अनि भाकाको बाटो हामीलाई थाहा छैन सोमहरू त यही बाटो जान्छ काठमाडौँ होइन उताबाट अर्को बाटो जस्तै भने सरिको बाटो रेचीको बाटो हो एकदम लङ छ यो बाटो चाहिँ लगभग 200 किलोमिटर हो होला 200 किलोमिटर प्लस छ तातोभन्दा न्यानो क्या अब न्यानो क्या भिटामिन डी त लिनै पर्छ सो हामी फाइनली टाकटोर भन्ने ठाउँ पुग्नु लाग्यो जिम्बा सर यता हेर्नु त हेलो मेन ब्लगर चाहिँ यो मान्छे Thank you so much guys. Welcome to my Jimpa vlog. उसलाई पनि सब्सक्राइब गरिदिनु होला हाम्रो दाइ हाम्रो सर पनि एकदम ठुलो ब्लगर हो भ्यू त यस्तो देख्छ अहिले एकछिनमा चाहिँ राम्रो हुन्छ सो अब फाइनली हामी यस्तो ठाउँमा देखाउँदैछु नि होइन म यहाँ त हेर्नु है खुट्टा दुखी के लास्ट धेरै बसेर होला सायद धेरै त भएको छैन यहाँ हेर्नु नि यहाँ डेटिङ आउने ठाउँ हो के तपाईँहरू यहाँ कति राम्रो देख्छ यहाँबाट भिर छ होइन धेरै उता जानु ओ यो मुनि कति दामी रहेछ यसमा त जानु हुँदैन देख्यो नि त यहाँबाट सारा संसार देख्छ कि अझ हामी त त्यो डाँडामा पुग्नुपर्छ होइन
बाटो हुँदै हुँदै यो कुनाको बाटो हुँदै हुँदै यहाँबाट चाहिँ काठमाडौँ जानेहरू पनि मिल्छ। जस्तै अस्ति रस्सी खोला मा बाटो बिग्रिँदा चाहिँ सबैजना चाहिँ होइन यहाँ यो बाटो सोलुको मान्छेहरू चाहिँ यो बाटो ट्राभल गर्थे। सो आज हामी पनि यो बाटो कस्तो रहेछ भनेर होइन हेर्नुको लागि यो बाटो जान्थ्यो। सो गाइज अब चाहिँ केही रिल्सहरू पनि बनाउनु पर्छ है। अब चाहिँ तात्तो हुन्छ जिउ तात्तिँदै आएको छ। So last thing guys, so अब चाहिँ लामजुरा पासमा निस्किन्छु। सो त्यहाँ रेस्ट गर्ने हो, खाजा नि खाएको छैन, खाजा खाने हो। रनिङ रहेछ यो बाटो है, तर यस्तो नगर्नु न हेर्नु न। हामी चाहिँ फाइनली होइन लामजुरा पास आइपुगेको छु। सो तपाईँले भ्यूहरू पनि हेर्न सक्नुहुन्छ। जिम्बा सर हुनुहुन्छ यहाँ आराम गर्ने हो। यो त पछाडिको भ्यू यति दामी छ होइन। हेर्ने टाक 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 यो कुनाबाट यो उता रामेछाप होइन। यो उता चाहिँ रामेछाप है। वाउ वाउ Oh my god, के दामी हो। हामी चाहिँ पुग्ने सायद यता होला होइन, त्यति थाहा छैन मलाई पनि। यो डाँडा पछाडि हो। तपाईँहरूले यो के जङ्गल हो भनेर सोचिरह होला है। यो सबै छ नि, यो देख्ने हो सबै यो लालीको वाइट होइन रेडोडेन्ड्रन होइन नेपालको राष्ट्रिय फुल उसको हो। यो फुल्ने सिजनमा आयो भने त यति रमाइलो हुन्छ। त्यो फागुनतिर यति रमाइलो देख्छ नि यो ठाउँ है। पुरै नगरमा दामी देख्छ। बारीतिर सबै लाली गुराँसको बोटहरू छ। यो माथि यो सबै यो लाली गुराँसको सानो खालको होइन लेकको हो। चिसो अति चिसो छ। हामी भर्खर पास गरेर आएको। अब हामी रामेछाप तल पुगिसक्यो। रामेछाप जिल्ला प्रवेश गर्छु। सोलुखुम्बुलाई चाहिँ गोली हो, सोलुखुम्बु गोली। यो माथि चाहिँ पिके डाँडा बाटो आफ्नो ओह्रालो लागिसकेको छ। सो हाम्रो चाहिँ के फाइनली अहिले के गफ गरिरहेको छ भने कति कति केजी छ भनेर कुरा भइरहेको छ। धेरै पनि छैन। हामी 500 केजी त छ हो। 200 ल मान्छेकै सल्लाह 200 त छँदै छैन। कपडाहरू के गन्ती गर्नु, जुत्ता र मजा किन गन्ती गर्नु। नपुग्यो के छैन। म 80 170 समथिङ होइन। 170 प्लस ब्याग गर्दाखेरि 250 हो। 250 केजी। अहिले बाइक 250 बाइकको त गन्ती आउँदैन नि। बाइक आफैमा पनि त गन्ती गर्नु पर्यो नि। त्यसो होला नि त 500 केजी रहेछ ल। 250 500। अहिले खाजा खायो भने अलिक प्लस गरौँ न झन्। कुरा त्यही भइरहेछ। अनि 5 केजीकै खाना त खाजा त के खानु होइन। पानी पिउनुपर्छ। सो यहाँबाट उता देख्ने चाहिँ सबै हो रामेछाप जिल्ला हो। अहिले चाहिँ हामी सोलुखुम्बु जिल्लामै छु। अब जस्तै यहाँबाट उता हामी यो तलको खोला कटेपछि केन्जा भने म त आएको छुइनँ, तर यहाँ कटेपछि चाहिँ उता रामेछाप पुग्छ। भ्यूहरू चाहिँ यति दामी छ, यति दामी छ होइन। ओ माइ गॉड, म धेरै पहिला आएको थिएँ यो बाटो। कति 5 वर्षदेखि भयो होला यो बाटो हिँडेरै आएको थियो म। पहिला यो जस्तै हामी मन्थलीबाट लुक्ला ट्रेकिङ जाँदा यो बाटो चाहिँ हिँडेरै जानुपर्छ साथीहरूले। यो बाटो चाहिँ आज साधन लिएर आएको छु। सो
समथिङ डेजको ट्रेकिङ हुन्छ होइन अन्त अब पुगिन्छ होला मन्थली पुगिन्छ एयरपोर्ट हामी मन्थली नपुगिने रहेछ अरे कता कताबाट लान्छ खै यो नयाँ बाटो होइन उसलाई पनि थाहा छैन मलाई पनि थाहा छैन ओ भाइको बाटो चाहिँ अलिक अफरोडै हो स्किप नगरी हेर्नु त्यो दामी ठाउँमा आएर चाहिँ यहाँ जुस खाँदैछ दुईजना होइन चस ल चस योसँग यस्तो दामीको भ्यू छ थाक्नु पनि थाकियो बाइक त्यतातिर छ Oh, sad. सो फाइनल गाइस हामी चाहिँ बगान चाहिँ भन्ने ठाउँमा पुग्नु लागेको छु जुन चाहिँ पारी देख्ने चाहिँ सबै शिल्प गाउँ हो यो जुन चाहिँ यो पारी देखेको चाहिँ छिरिङखर्क क्यामा यता चाहिँ घुमदेल भन्छ उता भन्छ त्यस यति चाहिँ म पहिला नै यता घुमिसकेको थियो अनि माथि चाहिँ देख्ने चाहिँ हाम्रो नुम्बो हिमाल हो कि है मलाई त्यति थाहा भएन नुम्बो हिमाललाई पछाडिबाट देख्छ सो हाम्रो चाहिँ बिजोगै छ हो यस्तो अब अफरोड बाटो छ चिसो पिउँदै हो तिर्खामा लाग्यो ल गाइज त्यही हो अरू त के भन्नु हो यस्तै छ भ्यूहरू हेर्नुहोस् फाइनल गाइज हामी चाहिँ भण्डारको बजार हो यो चाहिँ होइन यहाँ आइपुग्यो भर्खर सो चाहिँ हामी यति यो डाँडाबाट प्लस त्यो डाँडाबाट आएको यो डाँडादेखि होइन कस्तो डाँडा हुँदै यो डाँडा हुँदै यता पास भइसक्यो सो अझै पनि अब 4 घन्टा ननस्टप लाग्छ भन्छ कथाले मागेपछि के गर्नु त होइन किन आसिया कथा लेख्ने मान्छे चाहिँ यता कथा लेख्ने यता कथाको शीर्षक चाहिँ म फेरि शीर्षक चाहिँ म भएँ ठिकै छ अब के बाटो यस्तो रहेछ नि जस एकचोटि चाहिँ आउनुपर्छ यो बाटोमा चाहिँ ल यो चाहिँ भण्डार अब हालत कस्तो छ हालत खत्तम छ हाम्रो यहाँ राख्नु पऱ्यो क्या म पर्छ एकचोटि फेरि आउँदै यो बाटो म त आउँछु प्लेन राइडरको हालत छिट्टै भएछ यति फोहोर भयो लुगाहरू हेर्ने यति मान्छेभन्दा लुगा बेसी छ ए ल पुरै भयो के भन्नु गुड ल गाइजहरू यस्तै भिडियो बनाउँदै जानुपर्छ कि ठ्याक्कै यो डाँडा कटेर जानुपर्छ फेरि अघि एउटा डाँडा कटेर आयो यस्तै एउटा डाँडा आयो फेरि हेलो गाइस आफ्टर लङ टाइम पछि हामी देउराली पुगेछौँ रमाइलो शिल्पी डाँडा जुन चाहिँ भण्डार भन्दा माथि जस्तै भण्डार चाहिँ योपट्टि रहेछ होइन गाउँ यहाँ तल देखिरहनु भएको छ तपाईँहरूले यो चाहिँ भण्डार बजार होइन फ्याक्ट्रीहरू साइडमा चाहिँ भण्डार बजार अब वेदर कस्तो अब घाम चर्कियो नि त अझ यो माथि डाँडातिर घुम्ने पिकनिक जानु रहेछ नि त यति कालो रहेछ यो बाटो है सो आनन्द अझ योभन्दा उता पनि अर्को भ्यू देख्दछ यता चाहिँ कुन जिल्ला सिन्धुपाल्चोक जिल्ला होला सायद यहाँदेखि यता बाटो रहेछ टावर डाँडा फाइनली गाइस अरू त्यही हो अरे बाटोको कुरै नगर्नु एकदम राम्रो छ बाटो ट्र्याक्टरलाई सल्युट छ जिरी पुग्नु लाग्यो अब आधा घन्टामा जिरी हामी ल्यान्ड गर्छौँ जिरीमा बाटो त कुरै नगर्नु तर चाहिँ अलिकति नराम्रो रहेछ नुमोको त एकदम घिउ छ घिउ चाहिँ अलिकति राम्रो थियो यताको चाहिँ अलिकति नराम्रै छ त्यही हो यात्रा जारी छ हाम्रो 4 बज्न आइसक्यो बिहानको 7 बजी हिँडेको
हो त्यो मेरो ब्याक साइडमा चाहिँ रातो भइसकेको छ होइन त्यस्तो अफरोड मात्रै अब आज हिँड्यो लगभग 8 देखि 10 घन्टै भइसक्यो अब हिँडेको ड्युटी राम्रो छ गाडीको रोड चाहिँ पिस रहेछ थाहा छैन त्यही हो बाटो त्यो पुलपाडीबाट भनेको थिएँ होइन जिरी आइपुग्नु लाग्यो जुन चाहिँ जिरी भनेको यो पछाडि देखिने चाहिँ हो सो मेरो हातमा ग्लोभ्स भएर जुम गर्न जानु पछाडि ठ्याक्कै पछाडि जिरीको कति राम्रो है अब ससुराल त्यता बनाउनु पर्छ कि तर बाटो देख्दा त मनै लाग्दैन हौ ठिकै छ म अब पर्सि पिच गरेँ हामी ससुराल बाटो हेर्दा त फेरि त्यो लामजुरा पासको बाटो चाहिँ भगवान् के भन्नु र है बाटो नै हो कि खेत त बारी हो खोइ साथीहरू अब जिरी आइपुगेको छौँ सो अब फ्रेस पनि हुनुपर्छ र भोलिको भिडियोमा तपाईँहरूलाई फेरि स्वागत गर्दै है आज चाहिँ बिदा माग्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ